जोजो लप्पा सेवारो आज चाहिँ हामी हैन कहाँ जाँदैछौँ भने रौता पोखरी जाँदैछौँ र अहिले हामी कहाँ छौँ यो बरुवा पुलमा छौँ हामी हैन बाटोहरू हैन देखाउँदै जानेछौँ र त्यहाँको भ्यूहरू सबै देखाउँदै जानेछौँ तपाईहरु भिडियो हेर्दै इन्जोय गर्नु होला अहिले हामी यहाँ रानीवास भन्ने ठाउँमा छौँ यता चाहिँ खोटाङ जाने बाटो यो बाटो खोटाङ जान्छ अब यहाँबाट छुट्टिनु पर्छ है अब यो बाटो जानुपर्ने हुन्छ यहाँदेखि उकालो छ हैन स्कुटी तीनटा छ स्कुटी तान्नु चाहिँ अलिक गाह्रो छ लेट्स सी अब के हुन्छ बटारे चिया चोबेर बटारेमा हामी पहिलो रेकर्ड बटारे खानु त बटारे पिच बाटो सकिसक्यो हैन अब यो ग्राभल बाटो छ ग्राभल भन्नु के भन्नु हैन ढुङ्गा छ त्यस्तो गाह्रो पनि छैन सोचिन्छ स्कुटी पनि जान्छ मजाले जान्छ नतानेको अवस्था छ अब यहाँदेखि हिँड्दै हो कि के हो मुत्ने ठाउँ छ कति कस्तो लागिरहेछ एकदम राम्रो बल्ल पुग्यो राम्रो हुँदैछ हाम्रो दाइ चाहिँ यहाँनिर उ पर जानुपर्ने पर छाइएको अवस्था अब हामी हैन स्कुटी यहीँ राख्नुपर्ने हुन्छ किनभने यता बाटो छैन अब यहाँदेखि हिँड्दै जानुपर्छ है पिकनिक खाने ठाउँ चाहिँ यता रहेछ अनि यहाँबाट हिमाल चाहिँ दामी देखिँदो रहेछ है फाइनल्ली हामी रौता पोखरी आइसक्यौँ होइन पोखरी चाहिँ यस्तो छ दामी छ है मन्दिर यहाँ छ पोखरी चाहिँ यहाँ छ पोखरी चाहिँ यही हो होइन दामी छ होइन टक्क मन्दिर यहाँ छ साथीहरूले यता पूजा गर्दैछन् होइन पोखरी चाहिँ यही हो दामी छ ठाउँ पनि दामी लाग्यो यता बहिनीहरूको टिकटक सुट हुँदैछ बहिनीहरूलाई भेटेँ मैले बहिनीहरूको चाहिँ मैले खतरा खतरा फोटो खिचिदिरहेको छु बहिनीहरू घर कहाँ हो यहाँ के पिकनिक
खान अघि के घुम्नु पूजा गर्नकै लागि आएको ए ए ल ठिक छ ठाउँ कस्तो लाग्यो एकदम राम्रो लाग्यो हामी त यहाँ आइराख्छौँ डेली आउनु त ए ए ए नजिकै पर्छ यो भिडियो हाल्दा हुन्छ नि युट्युबमा फोटो अघि खिचिदिएको त्यो पनि हाल्दा हुन्छ हुन्छ हस् थ्याङ्क यू पूजा भइसक्यो जान्न अगरबत्ती बाल्नु पर्छ कि पोखरी भनिन्छ रौता पोखरी धेरै फेमस छ कि धेरै टाढा टाढाबाट आउनुहुन्छ उहाँहरू दर्शन गर्न उहाँहरूको भाकल हुन्छ उहाँले चाहिँ गरेर जानुहुन्छ भाकल उहाँहरूको एकदम पुगिरहेको छ होइन त्यो दर्शन गर्न धेरै टाढा टाढा भक्तजनहरू आउनुहुन्छ दर्शन गर्नुहुन्छ अगरबत्ती चढाउनुहुन्छ फुलपाती चढाउनुहुन्छ उहाँहरूले आफूलाई के मनमा लागेको कुराहरू उहाँहरूको पुगिरहेको छ अहिलेसम्म चाहिँ राम्रो छ सत्य नै छ गौतमाई भनेको चाहिँ यो पोखरी त्यतिकै रहन्छन् सधैँभरि सफाको सफा हामीले दर्शन गरिसक्यौँ होइन अब पूजाहरू गरिसक्यौँ अब माथि जान्छौँ हामी माथि होइन माथिबाट भ्यू चाहिँ दामी देखिन्छ हिमाल पनि देखिन्छ होइन अब हामी माथि जान्छौँ अनि त्यहाँको भ्यू कस्तो देखिन्छ सबै देखाउँछौँ है भिडियो चाहिँ लास्टसम्म हेर्नुपर्छ है अब चाहिँ हामी भ्यू पोइन्टतिर लाग्दैछौँ माथि भ्यू पोइन्ट तर उकालो यति छ होइन यति छ उकालो होइन यस्तो छ यस्तो सिधै थाकेको अवस्था छ यता दम लागिसक्यो यार मलाई त के भयो दाइ जाउँ न ए यत्रो बुढेसका लागिसक्यो छिटो जाउँ ए जाउँ 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 कुद्ने हो यस्तो बाटोमा त यो सिडी चढ्नुको मजै बेग्लै छ क्या अनि कति पैठी छ आज त पेट घट्ने हो साँच्ची 2 केजी पैठीवाला कता छ यत्रो ठुलो ढुङ्गा रहेछ है दामी यहाँबाट चाहिँ फोटो भ्यू हेर्नु होइन दामी हुँदो रहेछ यो ढुङ्गा माथिबाट चाहिँ कस्तो आनन्दको हावा आइरहेछ हामी चाहिँ माथि डाँडामा जाँदैछौँ होइन यहाँ टन्न बुके फुल यो बुके नाम यो फुलको नाम चाहिँ बुके फुल रहेछ हामी यो मजाले फुलेको छ एकदम बुके फुल होइन यहाँबाट भ्यू यस्तो दामी देखिरहेछ होइन यहाँदेखि चाहिँ होइन घर फर्किनै मन लागेको छैन देख्न सक्नुहुन्छ यो बुके फुल कस्तो मजाको छ होइन हाम्रो सुभाष सरले यता टिप्नु हुँदैछ आफ्नो गर्लफ्रेन्डको लागि कसको लागि हो सर ल ठिक छ तपाईँको गर्लफ्रेन्डको लागि पनि चाहिन्छ भने यहाँ उपलब्ध छ है बुके फुल फ्रीमा है पैसा लाग्दैन
तपाईँहरूलाई यो रौता कस्तो लाग्यो होइन? मलाई चाहिँ एकदम दामी लाग्यो होइन, यहाँको भ्यूहरू होइन। अलिक खुल्ला भएको भए चाहिँ होइन, चाँडो आएको भए चाहिँ हिमाल पनि देख्न पाइन्थ्यो होइन। बिहान चाहिँ आउँदा सुरुमा होइन हिमाल देखिरहेको थियो होइन, तर अहिले चाहिँ हिमाल लागेको अवस्था छ। अब हिमाल हेर्नुलाई चाहिँ होइन बिहानै आउनुपर्ने हुन्छ। सो घुमिसक्यौँ होइन सबैतिर यो भ्यूहरू अब चाहिँ हामी फर्किँदैछौँ। सो साथीहरू अगाडि गइसक्यो होइन, म चाहिँ पछाडि नै छु। अब यो भिडियो हेरेर यो भिडियो कस्तो लाग्यो होइन, यो भ्लग कस्तो लाग्यो होइन कमेन्ट गर्नु होला। What?